भन्छु त्यसले के भन्छ भन घर जाऊ यस्तो भन्छ नजानी भन्छ। अनि यो मेरो पुच्छर हो किनभने यो जहिले मलाई फलो गर्छ अनि दिदीबाट जा भन्यो भने मसँग जहिले आउँछ सबैसँग नजानी हुन्छ। अनि यो जहिले नाच्दाखेरि गाई जस्तो देख्छ उसको मुख त सेम भैँसी जस्तो देख्छ ऊ त जहिले गाई जस्तो नाच्छ उसको नाम हो कुकुर बाबे गुताबाती उसको नाम हो गुबाती आची कट्टु बाजे। एन्डिङ हुन लाग्यो गाइस ठ्याक्कै 5 मिनेटमा रोक्छु। यो जहिले सिँगान फालेको फाले गर्छ यसको कान धेरै ठुलो छ मैले त बुझ्यो है। यो जहिले नङ्गे खुट्टा हिँड्छ जब मैले यसको खुट्टा दुइन्छ यसले जहिले फोहोर गर्छ किनभने यसलाई चप्पल फुकालेर दौडिन मन लाग्छ अनि यसलाई कुकुर डान्स गर्न मन लाग्छ। यसको बुढी कुकुर जस्तो ह यो त सेम कुकुर जस्तो ह। यसलाई हेऱ्यो भने मलाई मेरो जुनियरको याद आउँछ यसलाई हेऱ्यो भने मलाई जहिले जुनियरको याद आउँछ किनभने यसले जहिले उहु गर्छ उसले जहिले उहु गर्छ। यसको नाम हो भैँसी भनौँ के यसलाई भनौँ म त नाच्दै बस यसलाई जहिले भनौँ भने खाजा खा भन्छु तर पनि यसले भन्छ पुगो। यसको नाम हो भैँसी जस्तो जहिले उफ्रिन्छ यो त सेम बिरालो जस्तै हो। यो एभोकाडोमा गाकी छैन गएको भए नि यसलाई मान्छेले उफारेर फालिदिन्छ।